उहाँहरूको मैले एउटा भिडियो चाहिँ लिएको छु है। उहाँहरूले एउटा गीत गाइराख्नु भइरहेछ, चढी उडो बादल छुनला भन्नलाई चाहिँ नि गीत लिनु भइरहेको छ। उहाँहरूको अनुमतिमा एउटा यति रमाइलो यति मिठो गीत गाइराख्नु भएको छ है। उहाँहरू यति राम्रो ठाउँमा यति सुन्दर ठाउँमा आएर चाहिँ यसरी गाइराख्नु भएको छ। यसलाई चाहिँ एउटा अवसर पनि भन्नुपर्दछ। यस्तो स्वर्गीय ठाउँमा आएर बसेर यति मिठो गीत गाउनु कसम खाको नछुटिने कसम खाको नछुटिने कसम खाको बादल छुनलाई म बसेको एक्लै उड्यो उहाँहरू चाहिँ घुम्नको लागि रमाइलो गर्नको लागि आउनु भएको है। तपाईँको नाम चाहिँ के हो? मेरो नाम संस्कार पौडेल। हजुर। तेन्जिङ लामा, सुशील भट्ट। ए घर चाहिँ कहाँबाट आउनु भयो? हामी बनस्थलीबाट आएको। बनस्थली। कतिमा पढ्नुहुन्छ? हामी सबै एउटै क्लासमा हो, ब्याचलर गर्दै छौं 5th सेमेस्टर। ए 5th लास्ट अब लास्ट हैन 8th सेमेस्टरसम्म लास्ट 8 आदि भयो। ए घर चाहिँ बनस्थली भन्नु भएन? अब बस्ने काठमाडौँमा बस्ने चाहिँ बनस्थली हो, गाउँ चाहिँ अब यो पोखराको यो सिन्धुपाल्चोकको मनुवाकोटको। ए ल तीनतिरको मान्छे है रमाइलो गर्न आउनुभयो, साथीहरू हुनुहुन्छ है। यो गिटार चाहिँ पहिल्यै सिक्नु भयो तपाईँले कि पछि सिक्नु भयो? सिक्दै बजाउँदै गाउँदै त्यस्तै हामी। रमाइलो हुनुको रहेछ है, एकदम रमाइलो लाग्यो, खुसी लाग्यो। तपाईँहरूसँग कुराकानी गर्न पाइयो, चिनजान गर्न पाइयो है। जस रमाइलो ठाउँमा आएर यस्तो एकदम सुन्दर ठाउँमा आएर एकदम पवित्र ठाउँमा आएर है आनन्द तरिकाले चाहिँ आफ्नो प्रस्तुति देखाउनु हो। तपाईँहरूलाई धन्यवाद छ है। तपाईँहरूको केही भन्नु छ यस भिडियो मार्फत? सरको भिडियो लाइक गरिदिनु, सब्स्क्राइब गरिदिनु, त्यही हो। ल हस् धन्यवाद है।